छ त्यही लागि आएको अनि यो भाइलाई नि भेटिहाले देख्नुभयो होला अब अझै हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल र धेरै दिनपछि चाहिँ मैले भिडियोहरू बनाउँदैछु ब्लगहरू होइन बनाउनु त पुरा मन गर्छ नि तर जतिको मेहनत गर्छु त्यतिको लाइक भ्युज सब्सक्राइबहरू केही पनि बढ्दैन त्यही भनेर मन पनि अलिकति दुख्छ हो बनाउनु मन लाग्दैन कति मेहनत हुन्छ हाम्रो भिडियो बनाउनुमा बट के गर्नु कतिजना फलोवर्सहरू मेरो हुनुहुन्छ जुन चाहिँ सब्सक्राइबहरू उनीहरूले भिडियो कहिले आउँछ भनेर सोधिरहनु हुन्छ र सो उनीहरूको लागि भए पनि अनि मेरो मेमोरिजको लागि भए पनि मैले यो भिडियोहरू चाहिँ बनाउँदैछु होइन र म चाहिँ यो टली सब रेडी गरिरहेको छु अब चाहिँ मेरो फेरि टुर छ होइन र कहाँ छ त्यो चाहिँ एन्डमा भन्नेवाला छु होइन र यो प्याक भइसकेको छ अनि यहाँनिर चाहिँ अझै नअटेर चाहिँ यो पनि प्याक गर्ने हो अनि को जाँदैछु कहाँ जाँदैछु त्यो चाहिँ अहिले बादमा भन्ने छु है त र प्याक गर्छु पहिला अनि आज चाहिँ सरस्वती पूजा हो म चाहिँ कहिले पनि सरस्वती पूजाको बेलामा चाहिँ कहीँ जान्दैन घरमै पूजा गर्थेँ होइन यतै गाउँमै योपालि चाहिँ म जाँदैछु अनि गाउँमा चाहिँ नानीहरूले पूजा गर्दैछ हो अहिले एकछिनमा देखाउँदैछु ल तपाईँलाई र यो लुगाहरू म लाँदैछु हो सबै रेड छ है फेरि अहिले पनि किन हो रेड मेरो अलिकति फेभरेट भएको छ कि अनि रेडहरू मात्रै छ अनि यो पनि मेरो बर्थडे गिफ्ट हो मेरो बर्थडे गिफ्ट दिदीले दिनुभएको बुन्दीले हेर्नु न गाइस सबै लिकेज भएछ यो के भन्छ ए सब अचार लिएर गएको त अचार बोकेको त सब ल अब के गर्नु म शेष भगवान ला ए भगवान सब तेल भएछ यहाँ अचार सबै तेल ए भगवान कसरी लानु अब सो गाइस म चाहिँ फाइनली रेडी भइसकेँ यहाँ मेरो टली छ अब चाहिँ निस्केको गाडी आइपुगिसक्यो अरे हो 9 बजीको टाइम दिएको थियो 9:30 हुन आँटेको छ अब निस्केको यहाँ चाहिँ हरसाल सरस्वती पूजा मैले गर्थेँ तर के गर्नु योपालि म छुइनँ त्यही भनेर म जाँदैछु बाई 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 म गएको गाइस अब चाहिँ हामी निस्केको हो योपालि म एक्लै जानेवाला छुइनँ मसँग जाने छ बडी यता हेरिदिनु बडी जान्छ मम्मी जान्छ अनि उयो सन्जिता जान्छ अनि साइली माम पनि जान्छ है हामीसँग चाहिँ अब चाहिँ हामी निस्केको गाइस बाबा चाहिँ दोकानमा बस्नुहुन्छ दोकान चाहिँ खुल्लै हुन्छ है हाम्रो चाहिँ बाई बाई चाबी कहाँ राखेछ रे गाइस हामी चाहिँ आइपुगिसक्यो एयरपोर्ट लाइन लागिरहेको छ अहिले चाहिँ फाइनली हामी चाहिँ आइपुगिसक्यो एयरपोर्टभित्र र यहाँ बोर्डिङ पास लिएर पनि बसेको अब चाहिँ हामी भन्दैछौँ कहाँ गएको भनेर कहाँ गएको मम्मी भन्नु त हैदराबाद जाँदैछु होइन मम्मीको चाहिँ फर्स्ट फ्लाइट हो अनि साइली मामको पनि फर्स्ट फ्लाइट हो कस्तो लाग्दैछ माम कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्दैछ राम्रो यहाँनिर बुढियाहरूले हँसाएर हो फेरि फर्स्टचोटि भएर लिफ्टमा चढ्दा पनि हँसाएको मजा पनि आउँदैछ एउटा आमाहरूसँग हिँड्नुलाई हो मजा आउँदैछ अहिले हामी बसिरहेको छौँ बोर्डिङ पास गरेर टाइम छ नि त अलिक त्यही लागि बसेको हो छुट्टी खाँदै बसेको नि ल अहिले एकछिनमा भेट्छु है सो गाइस अब चाहिँ हामी जाने बेला भयो हाम्रो फ्लाइट चाहिँ होइन र हामी चाहिँ लाइनमा लागेको हेर्नु सक्नुहुन्छ कस्तो डरलाग्दो चाहिँ भिड थियो लाइन अनि हाम्रो चाहिँ फ्लाइट थियो इन्डिको र हामी चाहिँ जाँदैछु होइन भित्र हाम्रो चाहिँ सिट यहाँनिर भयो खोइ आङी यता हुनु त अलिक पछाडि ल मम्मी यता हेर्नु बडीले बोलाउनु न ए 3 जनाको सिट चाहिँ यहाँनिर छ हो यहाँ हाम्रो सिट चाहिँ 2 जनाको यहाँनिर छ यहाँ हेर्नु सक्नुहुन्छ टेकअप गर्ने बेलामा चाहिँ हेर्नु न यहाँ हालत कस्तो भइरहेछ मम्मी बडीहरू सबैजनाको अनि मम्मी चाहिँ मानी पेमे जब्दै बसिरहेको छ हो र यहाँ सन्जितालाई पनि पुरा डर लाग्यो अरे होइन अनि पुरा कस्तो गरेर बसिरहेको थियो अनि मैले के भयो भनेको त त्यसले हाँस्दै थियो होइन र हामी चाहिँ यहाँनिर म चाहिँ दिलाइ गर्दै थिएँ डर लाग्यो भन्दै होइन सो एकछिन पछाडि चाहिँ म सुतेर उठेँ त्यहाँदेखिको उठेर चाहिँ त्यहाँदेखिको चाहिँ ल्याइदिएछ कफी अनि कफी पिउँदैछ यहाँनिर चाहिँ हो र यहाँ पनि मम्मीहरूले पिउनु हुँदैछ होइन
र गाइस यहाँको एयर होस्टेस दी चाहिँ यति राम्रो थियो कि नभन्नुहोस्, सर्भिस चाहिँ एकदम दामी दिनुभयो होइन। अनि हाम्रो मम्मीहरू चाहिँ पुरा हातहरू मिलाएर अनि आशीर्वाद दिएर गर्नुभयो होइन। धेरै राम्रो थियो, तामाङ नै थियो नि त, अनि मम्मीहरूलाई पुरा उयो गर्नुभयो, राम्रो गर्नुभयो। सो हामी चाहिँ अब एयरपोर्ट आइसक्यौँ, यहाँ चाहिँ हामी होइन हैदराबाद। अब चाहिँ हामी एयरपोर्टभित्र जाँदैछु हाम्रो लगेज लिनुको लागि होइन। हाम्रो चाहिँ लगेज 7 नम्बरमा आउँछ भनेको थियो नि त, अनि हामी चाहिँ त्यहीँ जाँदै थिएँ लगेज लिनुको लागि चाहिँ होइन। र म चाहिँ अगाडि थिएँ अनि मम्मीहरू चाहिँ सबैजना पछाडि हुनुहुन्थ्यो होइन। यहाँ चाहिँ अब लगेज सबैको गइसकेको रहेछ, हाम्रो मात्रै रहेछ हो बाँकी। अनि सबैको लिइसक्यो, अनि मेरो मात्रै आउनु बाँकी थियो, मेरो पनि आयो। त्यहाँदेखिको चाहिँ हामी निस्केँ जानुको लागि अब चाहिँ बाहिर होइन। बाहिर चाहिँ हामीलाई वेट गरिरहेको थियो नि त, सो त्यही भने हामी निस्केँ होइन। र यहाँ चाहिँ हामीले भेटाएको भन्दाखेरि चाहिँ पुतली नानाको छोरा होइन। र साइल्याङ चाहिँ यहाँदेखिको चाहिँ अब छुट्टिन्छ, साइल्याङ चाहिँ अब जान्छ छोरीको घरमा। अहिले चाहिँ हामी एयरपोर्टको बाहिर बसिरहेको छु हो, ट्याक्सीको लागि र अनि कफी खाने भनेर। नानाको चाहिँ छोरा लिनु आएको छ आङीलाई, अब आङी चाहिँ जान्छ हामीसँग हो अलग्गै नानाको घरमा, अनि हामी चाहिँ यता डल्ली नानाको घरमा जाने हो होइन। हामी चाहिँ हैदराबाद किन आएको भन्नाले चाहिँ हामी चाहिँ बिहा छ त्यही लागि आएको। अनि यो भिडियो चाहिँ मजाले हेरिदिनु होला स्किप नगरिकन है त। सो गाइस यहाँ चाहिँ हाम्रो कफी र केक आइसकेको छ, र यहाँ चाहिँ पुतली नानाको छोरा हुनुहुन्छ अजय होइन। र आङी मम्मीहरू सबैजना कफी पिउनु हुँदैछ, र त्यसको बादमा चाहिँ आङीलाई बिदा गर्दै हामीले अब चाहिँ हामी रुम जाँदैछु नाना भएकोमा, डल्ली नाना भएकोमा हो। एयरपोर्टबाट चाहिँ निस्केँ, अब देखाउँदैछु तपाईँलाई यहाँको नजारा। एयरपोर्ट गाइस आइपुगे नानाको घर, 2 घन्टा बाटो। बाफ्रे बाफ थाक्यो, पुरो थाकेर पानी पिउँदै बसेर हो। नाना बेला भोलिको बेहुला बेहुली हेलो गर्दै भोलि यता बेला भोलिको बेहुला बेहुली ड्रेस चेन्ज गरेर पनि बसेको। यहाँ चाहिँ लामा तन्न भएर बसिरहेको छ, सबै ड्रेस चेन्ज गरेर यहाँ पनि ड्रेस चेन्ज हुँदैछ हो। अब चाहिँ हामी एकछिन बसेको, अनि दिदी बहिनी चाहिँ जानुभएको छ खानाको लागि तयारी गर्नुलाई हो। दिदी बहिनीहरू चाहिँ उहाँ बस्दैछ, हामी चाहिँ यहाँनिर बसेको हो। र को आएको छ, को आउँदैछ बिहामा त्यो सबै देखाउँछु ल। लु भाइलाई पनि भेटिहालेँ, देख्नुभयो होला। यो चाहिँ खाना हो हाम्रो लागि ल, हेर्न ल अब खाना खाने हो गाइस हामी। लु जाउँ, अहिले चाहिँ हात धोएर बसेको खाना खानुको लागि, र भाइ पनि आइहाल्यो होइन। धेरै पछि भेट्यो मम्मीहरूलाई, कस्तो लाग्छ मलाई आँसुहरू आमाहरू भेटेर। 1.5 वर्ष भयो, 1.5 वर्ष भयो नि 2 वर्ष बाद भेट्दैछ आमा आँसुहरूलाई हो। कस्तो लाग्दैछ भन्न त नि। म धेरै खुसी छु। अब चाहिँ हाम्रो फ्यामिलीहरू आस्ते आस्ते आउँदैछ है सबैजना, त्यो चाहिँ भोलिको भिडियोमा पनि हेर्नु सक्नुहुन्छ को आउँदैछ भने अझै भेट्नु बाँकी छ हो। गाइस मेरो नानालाई चाहिँ फलो सब्स्क्राइब गरिरहनु होला हो, अनि धेरै 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 माया गर्दिनु। गाइस अब चाहिँ हामी खाना खानु बसेको, यहाँ हेर्नु सक्नुहुन्छ चिकन अनि राइस हो। खाइ ल मिठो। यहाँ भेज खाने हो रहेछ है, भेज खाँदा छु यहाँ। हामी चाहिँ नन भेज आमा छोरी, मम्मी उतापट्टि बसेर खाँदैछ हो। अहिले चाहिँ हामी फ्यामिली सबै बसेर चाहिँ गफ हुँदैछ हाम्रो हो। र अब चाहिँ भिडियो यहीँ एन्ड गर्नेवाला छु, अनि चाहिँ भोलि चाहिँ दामी भिडियो आउनेछ बिहाको भिडियो, त्यो चाहिँ मिस नगर्नु होला है तपाईँहरूले गएर। यो पनि भिडियो दामी भएको छ, मम्मीको फर्स्ट फ्लाइट चढेको कस्तो लागेको छ मम्मी तपाईँलाई? मजा आयो? एकदम दामी दामी ल त यहाँ मेरो भाइ हो, लु के भन्नु छ? मलाई के भन्छ हैन, म त धेरै खुसी छु। आँसु आमा आइदिएकोमा हो, 2 वर्षपछिदेखि भेट हुँदैछ, म धेरै खुसी छु। ओके गाइस यही हो ब्लग, टाटा बाई बाई। भिडियो मन परेमा लाइक शेयर एन्ड सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। तँ पनि केही भन्दैन त पछाडि बसेर? अब के भन्नु, 2 शब्द मेरोमा के बिचरा 2 शब्द
ल यस्तो खालको बहिनी छ देख्यो अलिकति भन्नु त पर्थ्यो लाइक गरिदिनु भनेर लाइक एन्ड सब्सक्राइब है ल बाई गुड नाइट